हेलो फ्रेन्ड्स, वेलकम टु माई च्यानल। आज म तपाईहरुको बीचमा जीमेलको आईडी कसरी बनाउने भन्ने विषयमा नयाँ भिडियो बनाउन जाँदैछु। मलाई आशा छ तपाईहरुलाई यो भिडियो मन पर्नेछ। यदि हामी जीमेलको आईडी बनाउन चाहन्छौं भने हामी चाहिँ सुरुमा गुगल क्रोम खोल्नेछौं। अनि गुगल क्रोममा तपाईले यहाँ देख्न सक्नुहुन्छ मैले गुगलको साइट पहिला नै खोलिसकेको छु। यदि यो खुलेको छैन भने तपाई एड्रेस बारमा www.gmail.com भनेर टाइप गर्न पनि सक्नुहुन्छ। यदि गुगल खुलिरहेको छ भने तपाईले यता साइडतिर साइन इन भन्ने बटन देख्न सक्नुहुन्छ। यदि यो छैन भने तपाईले यहाँ यो एड्रेस बार भन्छ यसलाई, एड्रेस बारमा टाइप गर्न सक्नुहुन्छ www.gmail.com। यदि तपाईले यो टाइप गरेर इन्टर हान्नुभयो भने तपाईको यहाँ एउटा यस्तो नयाँ ट्याब खुल्छ। अनि यो नयाँ ट्याबमा तपाईले देख्न सक्नुहुन्छ एउटा यहाँ साइन इन छ। यो साइन इन भनेको चाहिँ तपाईको यदि पहिलादेखि नै अकाउन्ट छ भने चाहिँ तपाई यो साइन इनमा क्लिक गरेर यो यहाँ जान सक्नुहुन्छ। तर हामीलाई त्यो हैन, हामी चाहिँ नयाँ आईडी बनाउन खोज्दै छौं। त्यही भएर यहाँ हामी गर्ने छौं साइन इन विथ अ डिफरेन्ट अकाउन्ट। अनि यसमा तपाईले देख्न सक्नुहुन्छ यो पहिला नै एउटा अकाउन्ट छ, हामी फेरि एड अकाउन्टमा गर्ने छौं। र यहाँ तल तपाईले देख्न सक्नुहुन्छ क्रिएट अकाउन्ट। अनि यदि हामीले यसमा क्लिक गर्यौं भने यसले हामीलाई एउटा नयाँ पेजमा लैजानेछ, जहाँ चाहिँ हामीले आफ्नो इन्फर्मेसनहरु राख्ने छौं। आफ्नो फाइल नेम, आईडी नेम, फर्स्ट नेम, लास्ट नेम, त्यसपछि तपाईलाई कुन आईडी बनाउन मन छ त्यो आईडी को नाम यहाँ लेख्ने छौं। अनि यसमा पासवर्ड, यसमा कन्फर्म पासवर्ड, त्यही पासवर्ड हामी दोहोर्याएर लेख्ने छौं। अनि त्यसको तल हामी देख्न सक्छौं बर्थडे। अनि यो बर्थडेमा चाहिँ हामी हाम्रो एकदमै सही डेट अफ बर्थ हामी यहाँ राख्न सक्नेछौं। अनि जेन्डर, यदि हामी केटा हौं भने हामी मेल गर्न सक्छौं, अनि केटी हौं भने चाहिँ फिमेल गर्न सक्छौं। अनि त्यसकै तल तपाईले हामी देख्न सक्नुहुन्छ यहाँ चाहिँ कन्ट्याक्ट नम्बर माग्छ। अनि यो यसमा चाहिँ तपाईले कन्ट्याक्ट नम्बर राख्नुस्। अनि यहाँ चाहिँ तपाईले आफ्नो अहिले भएको इमेल एड्रेस कुनै छ भने राख्नुस्, किनकि यो चाहिँ भेरिफिकेसनको लागि चाहिँ तपाईलाई काम लाग्नेछ। हुन्छ, हामी ट्राई गरौँ। यहाँ चाहिँ म एउटा डेमो इमेल आईडी बनाएर तपाईलाई देखाउँछु। फर्स्ट नेम म राख्न चाहन्छु प्रमोद, अनि लास्ट नेम चाहिँ म राख्न चाहन्छु खत्री। अनि यहाँ बीचमा 33 राखेर यो चाहिँ कसैले बनाएको छैन। यसमा चाहिँ पासवर्ड राख्नुस् तपाई आफ्नो। पासवर्ड राखे, यहाँ चाहिँ डेट अफ बर्थ राख्छु म 80। तपाईले देख्न सक्नुहुन्छ यसमा 90 यो प्रमोद हो, त्यही भएर यसमा मेल नै हुन्छ, मेल बनाउँछु। अनि तपाईले यहाँ देख्न सक्नुहुन्छ यसमा तपाईले जुनसुकै एउटा नम्बर हाल्न सक्नुहुन्छ। 9843482226 करेन्ट एड्रेस। लोकेसन नेपाल पहिला देखिन्छ। हामी नेक्स्ट पेजमा जान्छौं। अनि यसलाई सेभ गरौँ एकछिन। नेक्स्ट गरौँ। यो हामीलाई नयाँ पेजमा लगिसकेको छ। अब यसको अर्थ हो तपाईले यदि यो एग्री बटनमा थिच्नुभयो भने यसको मतलब हो तपाईको भिडियो तपाईको इमेल एड्रेस बनिसकेको छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ वेलकम, योर न्यू इमेल एड्रेस इज khatri33pramod@gmail.com। Thanks for creating Google account. Use it to subscribe to channel on YouTube, video chat for free, save favorite places on maps and lots more. So we can click on continue to go to the inbox or window of Gmail. Now it is logging in. Created your new। तपाईलाई भिडियो मन पर्यो भने लाइक गरिदिनुहोस्, शेयर गरिदिनुहोस्। अनि यदि तपाई यस्तै भिडियोहरु अझै चाहनुहुन्छ भने यो
कमेन्ट बक्समा लेख्नुहोस् अनि मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।